हेलो गाइस, गुड मर्निङ। हामी चाहिँ चिसापानी काठ लोड गर्न जाँदैछौँ। हाम्रो काम अब सुरु हुँदैछ। हामी पिट बाटोमा जाँदैछौँ। देख्न सक्नुहुन्छ हामी यो फुलपुरदेखि हिँडिसक्यो। अब करिब हामी अब 6-7 किलोमिटरमा पुगिहाल्छौँ हाम्रो काम गर्ने ठाउँतिर। हेर्न सक्नुहुन्छ यो चाहिँ फुलपुर चौराहा हो। चाहिँ हाम्रो काम गर्न जाँदैछौँ। ल गाइस, हामी चाहिँ टोटल आएर चिसापानी पुगेर काम यही हो। काम यही हो। टक्क लाएर जेसीबीले टक्क लाएर काठ उठाउँदै यसो चट्टा लगाउने हो। काम चाहिँ यही गर्ने दिनभरि। कति दिन लाग्ने हो चट्टा लाएर म चाहिँ बसिरहेको छु गाडीमा। काम भइरहेको छ भनौँ। यहाँ चाहिँ धेरै दिन भइसक्यो काम चल्न लाग्यो। ल 2.5-3 महिना भइसक्यो होला। म पनि 3-4 चोटि आएर गइसकेँ। फेरि आज आएको। अब 2-3 दिन यहाँ बस्छु होला। पुरै जति पनि काठहरू देखिया छ नि पछाडि सबै हामीले चट्टा लाउने हो। नम्बर हेर्दै चट्टा लाउँदै, नम्बर हेर्दै चट्टा लाउँदै गर्ने हो। पुरा यस्तो डाङ लगाउने पुरै। यो काठहरू चट्टा लगाएर पछि ठेकाबाट पर्छ होला। यहाँ चाहिँ काठ कसरी च्याप्ने भन्ने चाहिँ देखाउँछु म। कसरी च्याप्छ काठहरू। चट्टा लगाएर जेसीबीले च्याप्ने लगाएर फ्याट राख्ने त्यहाँ चाहिँ। ल गाइस, हाम्रो चाहिँ काम अब सुरु हुन लाग्छ। हाम्रो काम चाहिँ अब यही हो। खानसाना खाइयो, चट्टा लगाएर अब चाहिँ गाडी साडी ग्रिसिल गरियो। अब चाहिँ हाम्रो काम सुरु हुन्छ, चट्टा लाउने काम। गर्मी छ, गर्मी अलिअलि रुखहरूले गर्दा शीतल दिइरहेछ। छाया चाहिँ दिइरहेछ। टक्क लगाएर 2-3 भइसक्यो। अब हामी सुरु गर्छौँ। यही हो, 2-4 दिन अब यति बस्नु पर्ला जस्तो छ। धुलो चाहिँ बबाल उड्छ है। फेरि खतरा धुलो उड्छ यहाँ चाहिँ। फेरि यस्तो छ। अब जङ्गल सिनु पऱ्यो। जङ्गल पुरै जङ्गल छ। आरसी हो यो चाहिँ। अब काम हाम्रो सुरु हुन्छ है।